हेर्न सक्नुहुन्छ लोकल मौरीको मह। कलौरीको भयो 1500 रुपियाँ किलो हजुरहरूलाई। कसरी हेर्नु भाइ? 1500 रुपियाँ। 1500 रुपियाँ किलो। झोल बनाएको 1200, चाका सहित 1500। चाका सहित 1500 रुपियाँ। यसमा निचोरेर झोल बनाइन्छ। यो झोल बनाएकोलाई चाहिँ 1200। यसरी लोकल मौरीको मह यसरी झोल बनाएको 1200 रुपियाँ किलो अरे। चाका सहित हाल्दाखेरि 1500 रुपियाँ किलो अरे। ल हेर्न सक्नुहुन्छ यो मदानी एकदमै सानो रहेछ, चिटिक्क परेको, दुईटा मात्रै फ्रेम हालेर घुमाउन चाका सहित पनि निकालेर राखेको छ। यो चाकाको पनि फुटो गरिदिएको छ। चाकाको पनि छैन। चाका सहित हेर्न सक्नुहुन्छ यही यस्तो छ चाकाहरू चाहिँ। तपाईँहरूको लागि मह चाहिएमा सम्पर्क गर्नुहोला बमबहादुर श्रेष्ठ 9846262944 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। आज यो जङ्गली मौरीको मह काटेको देखियो। एकदमै यो सानो जङ्गली मौरीको मह काट्नको लागि मदानी पनि सानो हुँदो रहेछ। मह पनि जम्मा एउटा घार काट्दा बल्ल बल्ल 1 किलोको दर परेको छ। 6-7वटा घार काट्दाखेरि 8-9 किलो मह जति आएको देखेँ। एकदमै खाना पनि मजा लाग्यो।